नेपालको संविधान 2072ले सुनिश्चित गरेको स्वास्थ्यको मौलिक अधिकारलाई व्यवहारमा उतार्ने उद्देश्यसहित 10 वर्ष अघि एउटा सोच सुरु भयो। एउटा यस्तो सोच जहाँ नेपालका कुनै पनि परिवारले आफ्नो स्वास्थ्य र आफूले दुःख गरेर बचत गरेको पैसा बीच कुनै एक रोज्न नपरोस्। यस्तो सोच जहाँ स्वास्थ्य सेवा र उपचार खर्च अचानक आइलाग्ने बोझ होइन, बरु पहिले नै सुनिश्चित गरिएको सुरक्षा होस्। यही सोचलाई व्यवहारमा उतार्दै नेपाल सरकारले 2072 चैत 25 गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्यो। कार्यक्रमको कार्यान्वयनलाई थप सुदृढ बनाउँदै 2074 सालमा स्वास्थ्य बीमा ऐन जारी भई यसले कार्यक्रमलाई स्पष्ट कानुनी आधार र वैधता प्रदान गर्यो। आज यो कार्यक्रम देशभर विस्तार भइसकेको छ। देशका 77 वटै जिल्लाका 750 वटा स्थानीय तहमा कार्यक्रम पुगेको छ। सरकारी, निजी तथा सामुदायिक गरी 500 भन्दा बढी स्वास्थ्य सेवा प्रदायक संस्थाहरू मार्फत बीमित नागरिकहरूले सेवा प्राप्त गरिरहेका छन्। यस कार्यक्रम अन्तर्गत बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक सेवा, निदानात्मक सेवा, शल्यक्रिया, सूचीकृत औषधि लगायतका सेवाहरू समावेश गरिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा संविधानले प्रदत्त गरेको अधिकार नागरिकको लागि निशुल्क प्रदान गर्ने, त्योभन्दा माथिका सेवाहरू बिरामीले आफ्नो पकेटको पैसा सकेसम्म कम खर्च गर्न परोस् भन्ने हेतुले स्वास्थ्य बीमा मार्फत गर्ने लक्ष्य लिएको छ। सो लक्ष्य पूरा गर्नको लागि स्वास्थ्य बीमा बोर्डले हालसम्म गरेका उपलब्धिको लागि म पुनः धन्यवाद दिन चाहन्छु। प्रति परिवार 5 जनासम्मका सदस्यका लागि वार्षिक रु 3500 योगदान रकमका आधारमा 1 लाख रुपैयाँसम्मको उपचार सुरक्षा व्यवस्था गरिएको छ र कडा रोगका अवस्थामा थप सुविधा पनि उपलब्ध छ। यससँगै कार्यक्रमको पहुँच नागरिकको जीवनमा स्पष्ट रूपमा देखिन थालेको छ। आज स्वास्थ्य बीमा कार्यक्रममा 67 लाखभन्दा बढी नागरिकहरू आबद्ध छन् र 24 लाखभन्दा बढी घरधुरी सक्रिय रूपमा सहभागी भएका छन्। यी मध्ये अधिकांश करिब 55% घरधुरी निशुल्क लक्षित वर्गका रूपमा आबद्ध रहेका छन्, जसमध्ये ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गता भएका व्यक्तिका परिवारहरू, अति विपन्न वर्गका परिवारहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका परिवारहरू र दीर्घरोगसँग सम्बन्धित समूहहरू जस्तै HIV, MDR TB र कुष्ठरोग प्रभावित नागरिक तथा तिनका परिवारहरू यस कार्यक्रममा समेटिएका छन्। बाँकी नागरिकहरूले योगदान रकम तिरेर यस कार्यक्रममा आबद्ध भएका छन्। बिमा नभएको भए त हाम्रो अवस्था धेरै नाजुक हुन्थ्यो। अब हामीसँग भने जस्तो पैसा पनि छैन उपचारहरूको लागि, होइन। जस्तो कि मेरो परिवारमा सबै बिरामी छ। अब स्वास्थ्य बिमाले धेरै नै राहत भइरहेको छ। औषधिदेखि हरेक कुरामा राहत भइरहेको छ। समस्या खासै त छैन, होइन। जस्तो कि अब त्यही हो, अब आएपछि त लाइनमा त बस्नै पर्यो, आफ्नो टोकनको अनुसार त गर्नै पर्यो, होइन। त्योहरू त अब छैन, त्यस्तो समस्या केही छैन। कार्यक्रमको उपयोग पनि निरन्तर बढ्दो क्रममा रहेको छ। 2072-73 मा करिब 12% रहेको सेवा उपयोग आज बढेर 42% भन्दा बढी पुगेको छ। त्यसै गरी घरधुरी स्तरमा बिमा कभरेज 45% सम्म पुगेको छ, जसले कार्यक्रमको विस्तार र पहुँचलाई स्पष्ट देखाउँछ। नवीकरण दरले पनि करिब 59% को आसपासमा कायम रहँदै नागरिकको विश्वास र निरन्तर सहभागितालाई प्रतिबिम्बित गरिरहेको छ। नेपाली नागरिकहरूलाई स्वास्थ्य उपचारमा आर्थिक अभावले स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने दुश्चक्रलाई निस्तेज गर्न सामाजिक स्वास्थ्य सुरक्षा समिति मार्फत 2072 चैत्र 25 गते कैलाली जिल्लाबाट सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम अहिले देशका 77 जिल्लामा पुगेको छ। करिब 1/3 नेपाली नागरिकहरू स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुहुन्छ र देशभरका 510 वटा सेवा प्रदायक संस्थाबाट नागरिकहरूले विशेषज्ञ स्वास्थ्य सेवा लिइराख्नु भएको अवस्था छ। यद्यपि कार्यक्रमको कार्यान्वयनमा केही महत्त्वपूर्ण चुनौतीहरू अझै बाँकी छन्। सुधार ल्याउनु पर्ने कुराहरू त यस्तै, अब हामी बिहानदेखि आएर यसरी यहाँ लाइन बस्नुपर्ने भएको छ। यो अब पहिला यो दर्ता गर्नुपर्ने यो बिमामा चाहिँ कुनै कुनै औषधिहरू चाहिँ बिमा पर्दैन नि त।
जस्तै अलि महँगोवाला औषधिहरू बिमामा पर्दैन। अब त्यो सुधार गर्नुको लागि चाहिँ त्यस्तो औषधिहरू नै सकेसम्म बिमामा पारिदिने होइन। अब यो अरू जस्तै अब मेरै केसमा नि यो अपरेसन गर्दाखेरि मेटल राख्नु पऱ्यो नि त, त्यो नि बिमामा पर्दैन क्या। त्यो नि बिमा पारेर सर्टेन अब डिस्काउन्ट दिएको भए त अझै बेटर हुन्थ्यो नि त होइन। मेन औषधिमा चाहिँ समस्या देखिरहेछ भनौँ न। विशेष गरी अनौपचारिक क्षेत्रमा रहेका र वैदेशिक रोजगारीमा रहेका परिवारहरूलाई पूर्ण रूपमा आबद्ध गराउने कार्य, सामाजिक स्वास्थ्य सुरक्षाका कार्यक्रमहरू एकीकृत भई सञ्चालन हुनु अझै चुनौतीपूर्ण रहेको छ र गरिब तथा विपन्न नागरिक अझै कार्यक्रमको मूल प्रवाहमा समेटिन सकेका छैनन्। पछिल्लो समयमा स्रोत, संस्थागत सुशासन, यसको चाहिँ विद्युतीय प्रणालीमा रूपान्तरण गर्ने लगायतका केही चुनौतीहरू देखिएका छन्। यी चुनौतीहरूको समाधान गर्दै आन्तरिक नियन्त्रण पद्धतिलाई सुदृढीकरण गर्ने र संस्थागत सुशासन कायम गर्दै कोषको दिगोपनालाई ख्याल राख्दै हामीले आगामी दिनमा काम गर्नुपर्नेछ। कार्यक्रम सञ्चालनका लागि बोर्डको स्थायी संस्थागत संरचना र पर्याप्त मानव संसाधनको व्यवस्था अझ सुदृढ बनाउनु आवश्यक देखिन्छ। त्यसै गरी वित्तीय स्रोतको दिगोपन र दीर्घकालीन व्यवस्थापनसँग सम्बन्धित प्रश्नहरू पनि महत्त्वपूर्ण रूपमा उठिरहेका छन्। सेवा उपयोगसँगै अर्को महत्त्वपूर्ण पक्ष पनि देखिएको छ। स्वास्थ्य बिमा भनेको आवश्यक परेको बेला साथ दिने सुरक्षा हो भन्ने बुझाइ सबैमा समान रूपमा स्थापित हुन सकेको छैन। कहिलेकाहीँ आवश्यक नभएको अवस्थामा पनि सेवा लिने प्रवृत्ति देखिन्छ, जबकि यो प्रणाली वास्तवमै आवश्यक परेकालाई सहयोग गर्ने आधार हो। बिमा शुल्क तिर्ने घरधुरीहरूमा 90% भन्दा बढीले सेवा उपयोग गरेको तथ्याङ्क देखिन्छ। यसले उच्च सेवा उपयोग दर र न्यून सहभुक्तानीका कारण परीक्षण तथा औषधिको अधिक प्रयोग भइरहेको देखाउँछ, जसका कारण स्वास्थ्य बिमा बोर्डको दायित्व, योगदान रकम र नेपाल सरकारको वार्षिक अनुदानले मात्रै धान्न कठिन हुने अवस्था देखिएको छ। यसरी वित्तीय दिगोपन र स्थिरता सुनिश्चित गर्न हालका केही सुविधाहरूको पुनरावलोकन आवश्यक रहेको सुझाव पनि प्राप्त भएको छ। यी चुनौतीहरूलाई सम्बोधन गर्दै स्वास्थ्य बिमा कार्यक्रम निरन्तर सुधारको मार्गमा अघि बढिरहेको छ। नीतिगत तथा कार्यान्वयन तहमा भएका सुधारहरू, डिजिटल प्रणालीको विस्तार र सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिका प्रयासहरूले कार्यक्रमलाई अझ सुदृढ बनाउँदै लगेका छन्। राष्ट्रिय परिचय प्रणालीसँगको एकीकरण, रियल टाइम दाबी व्यवस्थापन र डिजिटल सेवाहरूको विस्तारले सेवालाई अझ छिटो, पारदर्शी र विश्वसनीय बनाउँदैछ। अब स्वास्थ्य बिमा केवल कार्यक्रम मात्र नभई यो राज्य र नागरिक बीचको साझा जिम्मेवारी हो। परिवारहरूलाई राहत भएको छ नि। अब 6-7 हजार लाग्ने ठाउँमा चाहिँ 400-500ले भइरहेछ भने परिवारलाई मबाट नि राहत भएको छ नि बिमा गरेर, होइन? सानो योगदान, साझा कोष र आवश्यक पर्दा सुनिश्चित उपचार, यही प्रणालीले कसैलाई पनि स्वास्थ्यका कारणले आर्थिक रूपमा कमजोर नबनाउने लक्ष्य बोकेको छ। सामाजिक स्वास्थ्य सुरक्षाको यो कार्यक्रम विशेष गरी स्वास्थ्य उपचारमा बढ्दै गएको खर्च, प्रिमियम रकमबाट उठ्ने न्यून रकम र नेपाल सरकारको अनुदान जो बिस्तारै बढ्दैछ का बीच अभाव र बढ्दो दायित्वका बीच सङ्घर्ष गरिरहेको अवस्था छ। त्यसैले स्वास्थ्य बिमा कार्यक्रमलाई थप व्यवस्थित बनाउने, स्वास्थ्य बिमा बोर्डको संरचनालाई स्थायी गर्ने र स्रोतको सुनिश्चितता गरी नागरिकहरूको स्वास्थ्य उपचार सहज बनाउने, प्रविधि मैत्री बनाउने गरी स्वास्थ्य बिमा कार्यक्रम र स्वास्थ्य बिमा कार्यक्रमका प्याकेजहरूलाई समयानुकूल बनाई यो कार्यक्रमलाई अगाडि बढाउनु पर्ने अवस्थामा हामी छौँ। स्वास्थ्य बिमा बोर्डको 10औं स्थापना दिवसको अवसरमा स्वास्थ्य बिमामा आबद्ध सम्पूर्ण बीमित नागरिक वर्गहरू, स्वास्थ्य सेवा प्रदायक सम्पूर्ण स्वास्थ्य संस्थाहरू, सरकारवाला निकायहरू र आम नागरिकमा स्वास्थ्य बिमाको 10औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु। स्वास्थ्य बिमा कार्यक्रम केवल एक सेवा प्रणाली होइन, यो नागरिकको आर्थिक सुरक्षा सुनिश्चित गर्ने राज्यको प्रतिबद्धता हो। उच्च स्वास्थ्य खर्चका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो। कार्यक्रमको विस्तारसँगै यसको वित्तीय दिगोपन सुनिश्चित गर्नु हाम्रो प्रमुख दायित्व हो। यसका लागि नेपाल सरकारले आवश्यक बजेट व्यवस्था, अनुदानको निरन्तरता र स्रोतहरूको प्रभावकारी परिचालनमा स्पष्ट प्रतिबद्धता जनाएको छ। साथै
योगदान प्रणालीलाई सन्तुलित बनाउने, जोखिम व्यवस्थापन सुधार गर्ने र अनावश्यक खर्च नियन्त्रण गर्ने दिशामा पनि काम भइरहेको छ। आगामी दिनमा स्वास्थ्य बिमा कार्यक्रमलाई अझ दिगो, समावेशी र प्रभावकारी बनाउँदै प्रत्येक नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। धन्यवाद। 10 वर्षको यस यात्राले देखाएको छ सही दिशा, निरन्तर सुधार र सबैको सहभागिताले सर्वव्यापी स्वास्थ्य पहुँच सम्भव छ। स्वास्थ्यमा पहुँच, आर्थिक सुरक्षा सहित स्वास्थ्य नेपालतर्फको हाम्रो साझा यात्रा। राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बिमा साझा अभियान।